सुषमा म एकछिन कामले बाहिर गएँ पसल राम्रोसँग हेर है ए हस् हस् कसले गर्छ काम गर्छु भयो अझै घुम्ने खुसीमा मोबाइल चाहिँ कहाँ पुगेछ मेरो मोबाइल चलाएर बस्छु यसले पनि खतरा खतरा हाल्छ है अब मान्छे आउँछन् र पैसामा किन्छन् बेलुका हुने बित्तिकै जान्छु सपिङ गर्नलाई 5,000 ती गोजीतिर हालिराख्छु कसले थाहा पाउँछ र सुन्नु न यो फोन कुलरको कति भयो ए यसको चाहिँ 3,000 यसको चाहिँ 2,200 त्यही 5,200 भएछ हुन्छ नि त प्याक गरिदिनु न म पैसा क्युआर गरिदिन्छु ए क्युआर हजुर हाम्रो क्युआरै छैन हामी क्युआरै चलाउँदैनौँ त्यहाँ अगाडिको चाहिँ के हो त नि ए यो त ए यसमा त अलिक रिस्की हुन्छ नि त त्यही भएर हुँदैन त्यस्तो कोही होइन क्यासै दिनु न क्यासै क्यास अचेलको जमानामा क्यास कहाँ बोकिन्छ हो म क्युआर गरिदिन्छु ए क्युआर हुन्छ नि त गरिदिनु अब हुन्छ ल लिनु क्यासै दिए भए हुन्थ्यो हुन्छ पैसा चेक गर्नु है क्युआरमा पैसा खै हुन्छ नि त ल क्यास दिन्छन् कि भनेर मक्ख परेको त क्युआरमा पो हाल्दै गएँ तलब दिन्छ टाइममा हातमा पनि पैसा दिँदैन म त निक्लेर हिँडिदिन्छु कुनै यो पनि लुकाइदिन्छु यो क्युआरमा भनेर भएका लाग्यो कति पर्छ यसलाई यसलाई हजुर यसलाई त्यही अब 300 रुपियाँ पर्ने हो हजुर क्यासै त दिनुहुन्छ होला तपाईँ सधैँ आइराख्ने मान्छे 250 मा लानु न बहिनी क्यास छैन म क्युआरमा हालिदिन्छु नि ल खै कोड क्युआर गरिदिनु हजुर क्युआरै छैन हामीसँग थियो त यहाँ यसमा त ए क्युआरै छैन हामीसँग के ल त्यसमा आउँछ फेरि भोलितिर अब आज छैन रहेछ भोलि हुन्छ होला ए ए पक्नु है खोजी हेर्नु भएको छ कि ए ए मैले त देखेकै थिइनँ है 300 रुपियाँ नै हालिदिनु है 300 रुपियाँ अघि त फेरि 250 रुपियाँ भन्नुभएको पनि तपाईँले अहिले क्यास दिने भनेर 250 भनेको त अब क्युआरमा हालिदिने भन्नुहुन्छ 300 रुपियाँ दिनु 300 रुपियाँ 300 रुपियाँ होइन हालिदिनु होला हौ कस्तो होइन हौ अब नहुने कुरा गरिदिने भने 300 रुपियाँ हालिदिनु न थपक्क लाएर ल हेर्नु त सायद आइसक्यो होला ए आयो त होला नि मलाई यो क्युआरको भरोसा नि लाग्दैन ल ल ल क्यास दिन्छ कि भने आ त दिनै बिग्रेको छ है क्या हो 5,000 रुपियाँ चाहिँ झ्याप्पा र घर लैजाउँला क्यास त लाएर भनेको कोही आउँदैन नि त सबै क्युआरमा हालिदिने आउँछ नि त वाक्क लागिसक्यो रापै छ ए सधैँ क्यासमा लिने मान्छे पाएछ नि त के छ हौ नानी ठिकै छ तपाईँको के छ मेरो पनि एकदम यो OnePlus को बड्स 3 लाई कति पर्यो यसलाई त्यही तिम्रो लागि अब लैजाऊ न त्यही 4500 मा त्यही ह्यान्ड क्यास त दिने होला है हजुर हो हुन्छ प्याक गरिदिनु नि त ए ल ल म प्याक गरिदिइहाल्छु नि ल ल लिनु त ठिक्क 4500 ए साँच्चै यो त चामल किन्न ल्याएको पैसा पो हो त म तपाईँलाई क्युआर गरिदिन्छु ल आ नानी कहाँ क्युआरै छैन हामीसँग देऊ न क्यासै लागिरहेको छु यत्रो हातमा छ क्यास देऊ न होइन नि हिजो अस्ति त मैले क्युआर गरेको यहाँबाट के भन्छन् यही छ त क्युआर म क्युआर गरिदिन्छु दिनु त ए नानी हातैमा पैसा बोकिरहेको छ त्यसलाई चाहिँ क्युआर गरिदिए भइहाल्छ नि हो होइन त्यहाँनिर क्युआर छैन क्या त्यही भएर क्यास चाहिन्छ त्यहाँ चाहिँ खै अब ल म क्युआर गरिदिन्छु ल यत्रो हातैमा क्यास बोकिरहेको थियो नानी अब चेक गर्नु त एकचोटि ए आयो त होला नि चेक गर्नु न त्यही 4500 जति रहेछ ल हुन्छ धन्यवाद ल ल यसले त सधैँ हातमा पैसा बोकेर आउँथे आज त के हो यो पनि पो ब्याङ्किङ भन्छ त हौ यत्रो दिनभरि बसेको केही अर्थ भएन बन्द गरेर हिँडिदिन्छु अब 1 रुपियाँ हात लाएँ नि सधैँभरि बसेर के हार्नु दिनै बिग्रेको रहेछ